मानवाधिकारको संरक्षणमा सङ्घ संस्थाको भूमिका। सामाजिक अध्ययन कक्षा 10 को पाठ अन्तर्गत रहेको परियोजना कार्यमा मानवाधिकारको संरक्षण र प्रवर्धनमा नागरिकको भूमिका विषयमा एउटा स्थानीय पत्रिकाका लागि सम्पादकीय नमुना तयार पार्नुहोस् भनेको छ। सोही अन्तर्गत रहेर यहाँ सम्पादकीयको नमुना तयार पारेको छ, जसलाई ध्यान दिएर हेरेर भाइ बहिनीहरूले पनि यसै गरी सम्पादकीयको नमुना तयार पार्नुहोला। सम्पादकीय सिन्धुली पोस्ट दैनिक मानवाधिकार संरक्षण र प्रवर्धनमा नागरिकको भूमिका। मानव भएर जन्मेको आधारमा उसले प्राप्त गर्ने अधिकारलाई मानवाधिकार भनिन्छ। प्रत्येक मानिसमा जाति, भाषा, धर्म, वर्ण, लिङ्ग, वर्ग, अपाङ्गता, राष्ट्रियता तथा सामाजिक र आर्थिक अवस्था, राष्ट्रिय सिमाना आदिको भेदभाव बिनाको व्यवहार लगायतका पक्ष मानवाधिकारभित्र पर्दछन्। मानवाधिकार सम्बन्धी विचार सर्वप्रथम ल्याउने व्यक्ति तत्कालीन अमेरिकी राष्ट्रपति फ्र्याङ्कलिन डी रुजवेल्टकी पत्नी इलेनोर रुजवेल्ट हुन्। उनकै पहलमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाले सन् 1948 डिसेम्बर 10 मा मानवाधिकारको विश्वव्यापी घोषणापत्र अनुमोदन गरी जारी गरेको थियो। नेपालमा यस आयोगको स्थापना विक्रम सम्वत 2057 सालमा भएको हो। मानवाधिकारको संरक्षण भन्नाले कसैको अधिकार उल्लङ्घन हुन लागेको अवस्थामा उल्लङ्घन हुनबाट रोक्ने र भइसकेको छ भने सो अधिकार बहाली गर्ने कार्य जनाउँछ। मानवाधिकार संरक्षण र प्रवर्धनमा नागरिकको भूमिका महत्त्वपूर्ण रहेको हुन्छ। नागरिकले मानवाधिकार सम्बन्धी जनचेतना फैलाएर जनतालाई सूचित गराउन सक्छन्। मानवाधिकार उल्लङ्घन सम्बन्धी उजुरी दर्ता गराउन सक्छन्। मानवाधिकार उल्लङ्घनमा दर्ता भएका उजुरीलाई शीघ्र कार्यान्वयनमा सरकारलाई दबाब दिन्छन्। मानवाधिकारको विश्वव्यापी घोषणापत्रमा उल्लेख भएका कुरालाई कार्यान्वयन गर्न सरकारलाई दबाब सिर्जना गर्दछन्। मानवाधिकार सम्बन्धी काम गर्ने संस्थाहरूलाई मानवाधिकार उल्लङ्घन भएका घटना थाहा भएमा जानकारी दिन्छन्। मानवाधिकार उल्लङ्घनका घटनाबारे सम्बन्धित निकायलाई जानकारी गराई खबरदारी गर्ने साथै संविधानमा उल्लेख भएका मौलिक हकको कार्यान्वयनमा सरकारलाई दबाब दिने हुनाले मानवाधिकार संरक्षण र प्रवर्धनमा नागरिकको भूमिका महत्त्वपूर्ण रहेको छ। सम्पादक